मान्छेले देख्दाखेरि नै मलाई त बाँदरै सांसद भन्छ है। मानिस त्यसै अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मान्य सभामुख महोदय, सम्भवै छैन। विषयवस्तुमा अगाडि बढौँ। म अगाडि बढ्न सक्दिनँ, कसरी सक्छु? सक्दिनँ नि। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय, डिप्रेसन काम गर्न बोल्नमा हामीलाई कसैले जित्न सक्दैन, हामी बोलेर जित्दिन सक्छौँ। हामीलाई त सभापतिले देश बनाउने कुरा ठुलो हो, यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी, नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन। उच्च सतर्क थोरै ग्यासको विषय बोल्दिनु पर्यो। अहिले आगाज ग्यासको बोल्दै किन मन्त्री यस्तो चुप नबस्नु? सरकारले के जिन्दाबाद बोल्दैन। मन्त्रीज्यू ग्यासको विषय मात्र बोल्दिनु न। जिन्दाबाद बोल्दैन। तपाईलाई कहिले ग्यासको विषयमा महावीर किन पहिले आइडल पनि हो, जसरी तपाईँले कृषिको लागि औजारहरू बनाउनुहुन्छ त्यसरी ग्यास पनि सम्बन्धित तपाईँको पनि सम्बन्धित कुरा हो नि त। किन सरकारले चुप? 1 लाख रुपैयाँ दिए नि बोल्दैन ल। 1 लाख रुपए दिए नि बोल्दैन। कौन है ये लोग? मतलब वो अलग ही लेवल का बंदा था। 5 मिनट टाइम नपुग्ने बुझाउनु परेपछि छ्या यो मैले यहाँ बुझाएको छु। मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको जाने हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू त एकचोटि होइन नि, म त 3 चोटि आमा। सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। 64% बोल कल सुबह पनवेल निकलना पर्सेंट फेरि अब अर्को एउटा फेरि हुनु भयो। ट्राफिक नियम उल्लङ्घन गर्ने, सामान्य ट्राफिक नियमको चाहिँ पालना नगर्ने या थाहा नहुने मान्यज्यूले संसदमा चाहिँ नियम कानुन पढाउने भन्ने प्रश्न गर्दै हुन्थ्यो। त्यो चाहिँ कसले सभाका एकजना मान्य उहाँले देख्नु भयो कि कसैले भने सुने हो? पनि देखेकै हो, एक हातले मोटरसाइकल चलाएकै हो, भिडियो बनाएकै हो। क्या माननीय सभामुखज्यू, म अब जम्मा 30 सेकेन्डदेखि 50 सेकेन्ड 60 सेकेन्ड भनौँ अब सम्मानज्यू। सोई ढोले सोई केन्द्र सरकार खोइ देखिस्, गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। दीर्घकालीन उपायबाट बाँदरको व्यवस्थापन खोज्नु पर्दछ। नम्बर 1, जङ्गलमै पर्याप्त जङ्गली फलफुलहरू लगाउने, जसबाट उनीहरूले जङ्गलबाट नै पर्याप्त खानेकुराहरू पाउन सक्छन्। बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु रे। अब किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु? तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे। म उठ्थेँ यहाँबाट जान्न ल। उप पर्दा त्यो सोडी मुवाकले म यहाँबाट छोड्दिनँ ल। तपाईँ के गर्नु? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेर्नुहुन्छ ल? म यहाँबाट जान्न। सम्मानीय सभामुख महोदय, ग्यास हातमा छ ग्यास, तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी 3वटासम्म भरि सिलिन्डरका ग्यास, अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। म एउटा अचम्मको सांसद, त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा
विज्ञान प्रविधि नवप्रवर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो। माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्। मेरो श्राप म फिर्ता लिन्छु ल।